ल हामीले चाहिँ मासु पोलिसकेर सेको है न मिलन सर ल हामी चाहिँ यही तलको बगर हुँदै जानु खोज्या हो एकदम मजाको छ अनि यही तल जानुपर्ने हामी अब धेरै छैन तर खेतबारी चाहिँ बारीले केही राखेको रहेन रहेछ यार हाम्रो कान्छा आइपुग्यो नि त यहाँ मिलन छ यहाँ साझा त्यहाँ कान्छा आउँदैछ यहाँ म अनि आज चाहिँ अहिले ठिक हिजो टिका थियो आज हामीले प्लान गरेको थियौँ अस्तिदेखि आज हामी यसो क्याम्पिङ जानुपर्छ भनेर एकैछिन सबै कुरादेखि अलिकति टाढा एउटा नेचुरल प्राकृतिक नेचुरल चिजमा रमाउनुको लागि एकदम मजा हुनेवाला छ हामी फाइनल्ली बगरमा आइपुग्नु लाग्यो अनि हाम्रो यता पछाडि बस्ने मान्छेको नि युट्युब च्यानल छ है सबैजनाले सब्सक्राइब गरिदिनु के पो छ प्रवीण रसाइली युट्युब च्यानल छ पास्तर फलाटेबाट हो फलाटेको सबै अपडेट उहाँदेखि तपाईँले पाउनु सक्नुहुन्छ ल यता हाम्रो भदौरेको के को भदौरे हो पास्तरको ए पास्तरको पास्तर कहाँ भन्ने कुरा पनि त हुनु पर्यो नि त नेपाल कुन ठाउँ यहाँ चाहिँ एकजना महानुभाव हुनुहुन्छ ए आज पानी यहाँ लाँदै है एकजना बोतल पखाल्ने एउटा बोतलमा पानी हाल्ने हाम्रो स्पोर्ट अब यहीँ कतै हुन्छ परै चाहिँ भन्न सकिँदैन होइन भन्नु भाइ यता रेन्डियोटन यता बिक्सो यता घर बाबै अब हामी हिँड्नु है कमान्डो अब यहाँ तल जानुपर्ने त्यतै हो बाटो त होइन बाटो त पुरानो थाहा छ नि त अलिअलि अब बाटै देखिँदैन मुनि सकिँदैन होला नि त यो बाटो त अब समय के गर्नु आइपुग्यो खोला यो कालो झोडी पेल्दा पेल्दा है यस्तो चाहिँ घरमा चाहिँ कोही बसेको छैन रहन्छ ए टोलीहरू सामान बोकेर यता अगाडि एउटा भाइले उही भेटाइसकिसक्यो खोला चाहिँ एकदमै ठुलो उर्लेर आएको रहेछ